नमस्ते। आज मैले हजुरहरूको लागि फेरि अर्को भिडियो लिएर आइसकेको छु। अब हामी वाज र वेयरमा छौँ, यस नो र डब्ल्युएस क्वेसन्सको लागि। अब जस्तै के हुन्छ भने नि, अब सजिलै तपाईँ बुझ्न सक्नुहुन्छ। यो चाहिँ रिटर्न स्पोकन हुन्छ, यो पनि रिटर्न स्पोकन हुन्छ। त्यसपछि यो रिटर्न स्पोकन हुँदैन, यही रिटर्न हो यही स्पोकन हो। प्रश्नै गर्दा पनि जे गर्दा पनि अब एकदम सिम्पल छ। जस्तै कि हेर्नुहोस् ल, अब जस्तै कि ब्रदर सिउन सक्यो हुन्छ वाज, ब्रदर वाज ह्याप्पी, एसएपीपीवाई ह्याप्पी। ब्रदर वाज ह्याप्पी के भयो, भाइ खुसी थियो, किनकि वाजको मिनिङ यहाँ हेर्नुहोस् त, वाज र वेको मिनिङ थियो हुन्छ। भाइ खुसी थियो भयो, हेर्नुहोस् भाइ खुसी थियो, भाइ खुसी थियो। अब यसरी ब्रदर र वाजलाई क्रस गरिदिनुहोस्, यस्तो क्वेसन बन्छ। यसरी जस्तै कि वाज यहाँ हेर्नुहोस्, वाज यहाँलाई ब्रदर उता लान्छु, वाज ब्रदर जस्ता त्यस्तै, वाज ब्रदर ह्याप्पी, सानो इन्ट्रोगेसन के हो, के भाइ खुसी थियो त भयो। अब यो जुन चाहिँ यो यस्तो क्वेसनको अगाडि डब्ल्युएच क्वेसन्स हुन्छ है, डब्ल्युएच क्वेसन्स हुन्छ। जस्तै कि भाइ खुसी थियो, यहाँ अब के भयो, यो क्रस गर्ने बित्तिकै के जन्मिन्छ, हामी यहाँसम्म के भयो। अब डब्ल्युएच क्वेसनमा जस्तै कि वाट हुन्छ, हेर्नुहोस् वाट। अब यो यसको अगाडि, यस्तो क्वेसनको अगाडि डब्ल्युएच क्वेसन हुन्छ। यहाँ लेख्यो भने त्यो ब्रोकनमा जान्छ, बिग्रिन्छ, ग्रामेटिकल ठिक हुँदैन। वाट वाज ब्रदर हुन्छ है त, वाट वाज ब्रदर के भयो, भाइ के थियो भयो, भाइ के थियो। हो हेर्नुहोस्, के भाइ खुसी थियो, यहाँ चाहिँ के भाइ खुसी थियो, के भाइ खुसी थियो। अब यो फर्स्टमा के छ, यो के भित्र गएको छ, हेर्नुहोस् के भाइ खुसी थियो, भाइ के थियो, एकदम फार डिफ्रेन्ट छ। तर उस्तै लाग्छ, कन्फ्युजन भइरहेको हुन्छ यसमा है। तर तपाईँ सजिलै बुझ्न सक्नुहुन्छ। तपाईँले जति पनि डब्ल्युएच क्वेसन सिरिजहरू छ नि, यसको अगाडि, यस्तो क्वेसनको अगाडि राख्न सक्नुहुन्छ। जस्तै कि अब हेर्नुहोस्, हाउ गर्नुहोस् ल, हाउ यसको अगाडि हाउ वाज ब्रदर हुन्छ, हाउ वाज ब्रदर के भयो त, भाइ कस्तो थियो। यहाँ हुँदैन हाउ ब्रदर वाज, यस्तो गल्ती हुन्छ। तपाईँले यसकै अगाडि राख्नुपर्छ डब्ल्युएच क्वेसन। हाउ वाज भाइ कस्तो थियो, भाइ कस्तो थियो। जस्तै कि मैले डब्ल्युएच क्वेसन फेरि वेयर पनि राख्न सक्छु, वेयर, तर यसकै अगाडि हुन्छ, इन फ्रन्ट अफ यस नो क्वेसन्स। ओके, यस नो क्वेसन्सकै अगाडि हुन्छ। यहाँ लेख्नुभयो भने फेरि हुँदैन, तपाईँले यही लेख्नुपर्छ। वेयर वाज ब्रदर लेख्छु, हेर्नुहोस् वेयर वाज ब्रदर, भाइ कहाँ थियो भयो है। हेर्नुहोस् भाइ कहाँ थियो, यसरी गर्न सक्नुहुन्छ। अथवा तपाईँले कुनै पनि डब्ल्युएच क्वेसन, अस्ति मैले लेखाएको वाट, वेयर, वेन, हाउ, यो सबै तपाईँले यहाँ होइन, यहाँ नलेख्नुहोस्। तपाईँले यस्तो क्वेसन जुन क्रस भएको हुन्छ यसको अगाडि लेख्नुहोस्, सबै ठिक हुँदै जान्छ। ओके, धन्यवाद।